जम्लिङ भन्नाले भूगोल विश्व बुझिन्छ भने चिसाङ भन्नाले साझा दुख पूजा जम्लिङ चिसाङ, जसलाई हामी विश्व शान्ति दिवस पनि भन्ने गर्छौँ। सरल भाषामा बुझ्ने हो भने जम्बुद्वीपको सिमी रक्षक र भूमि रक्षक उहाँहरूलाई अमृतसरीको जडीबुटी युक्त धुपलाई जलाएर त्यो धुपबाट निस्केको पवित्र धुवाँ अर्पण गर्दै संसारमा भइरहेको अनिष्ट, अशान्ति र नकारात्मक पक्षहरू हटेर विश्वमा शान्ति उत्पन्न होस् भन्ने मनोभावको साथमा गरिने साझा साङ पूजा हो, जसलाई हामी पृथ्वी शुद्धिकरण दिवस पनि भन्ने गर्छौँ। खास गरी जम्लिङ चिसाङ आजभन्दा 15औं शताब्दी अगाडि 8 देखि 9औं शताब्दीको बिचमा खेन्लोप छ्योसुम यानि कि आचार्य शान्त रचयिता गुरु पद्मसम्भव र राजा छ्योसोङ दोर्जेन उहाँहरूको कार्यकालमा तिब्बतको ल्होखा प्रान्तको यार्लुङ नदीको किनारामा अवस्थित विश्वकै सबैभन्दा पहिलो गुम्बा सामे गुम्बाबाट सुरु भएको थियो। हाल